हेलो गुड मर्निङ सुरुवारी। अहिले हामीसँग जुन तेह्रथुमबाट आउनुभएको मेरो आदरणीय दाई सर है, जुन सेकेन्ड टाइम सिलगढी आउनुभएको छ। उहाँसँग म सिलगढीको बारेमा एक दुईवटा कुराहरू सोध्छु, कस्तो लाग्यो सिलगढीको बारेमा। हेलो गुड मर्निङ सुभाष सर। नमस्कार। तपाईँको त अहिले सिलगढी योसँग दोस्रो टाइम, कस्तो लाग्यो तपाईँलाई अब सिलगढीको बारेमा यहाँको प्रतिक्रियाहरू यसो दिनु नि त। सिरुबारी एउटा आदिखोला गाउँपालिकाको सामुदायिक होमस्टे हो र यहाँनिर आउँदै गर्दाखेरि हामीलाई जुन स्वागत गरिएको थियो माला र पञ्चे बाजासँग त्यो एकदमै अनुभव अद्भुत लागिरहेको थियो। त्यसपछि हामी बौद्ध गुम्बामा गयौँ। बौद्ध गुम्बामा हामीले खाजा खाँदै पञ्चे बाजामा नाच्दै बाजासँगै एकैछिन मनोरञ्जन गऱ्यौँ र त्यस पछाडि हामी घर गयौँ र घर गएर खानासाना खाइसकेपछि करिब 8 बजेतिर त्यहाँनिर गुरुङ समुदायको एउटा कल्चर झल्किने खालको कल्चरल प्रोग्राम भयो। हामी करिब 10 बजेसम्म त्यहाँनिर रमाइलो गऱ्यौँ र फेरि घरमा आएर हामीले आफ्नो तरिकाले बार्बिक्यू गऱ्यौँ, विभिन्न मनोरञ्जन गऱ्यौँ र आज फर्किँदैछौँ। हस्, बाई बाई, शुभयात्रा।